हेलो खोइ कसरी बोल्ने हो यसरी हो कि हेलो गाइज यहाँ चाहिँ आलुबारीमा है गाइज आलुबारीमा भयो पड्केर सड्के नभन् राम्रो बोल्न है ये साँच्चै हो ल गाइज ल आयो 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 आलु आयो आलु आलु आयो है आलु यी गाइज हेर्नु यहाँ कत्रो आलु उठेको छ भुइँमै लडेको छ होइन गाइज है हाम्रो चाहिँ आजबाट आलुबारीमा फर्स्ट ब्लग स्टार्टिङ हुँदैछ ऊ आलुका झ्याङमा ल हेर्नु ओ आलुको बोट उत्रिरहेछ अनि के गर्ने गाइज अब यस्तै हो जिन्दगानी ए आलु पन्साउँदै खन्दै फाइनल्ली हामी चाहिँ यसो आलुबारीतिर लाग्यो है साथीहरू यहाँ आलु खन्न थाल्यो होइन आलुका गेडा यस्तो फलेको छ सिनेर खाने आलुका गेडा टिप्दैछन् ल गाइज फाइनल्ली हामी चाहिँ आज आलुबारीतिर छौँ आलु खन्दैछौँ आलु यति त निकालिसक्यो भयो है फल्या छ नि त्यहाँ हो आलुको ढ्याङ गाइज खोइ तार्दो भाइ खोइ भयो लिएर आइज है स्पेसल्ली गाइस आलुबारीमा मुला पनि रोपेको रहेछ अलिअलि फलेछ हामी चाहिँ आज हल्का आलुबारीतिर छौँ ल हेर्नुहोस् यहाँ हेरी गाइस यो चाहिँ हाम्रो बारी हो हामी चाहिँ अब केटाकेटीहरू पनि आएको छन् भर्खर स्कुलदेखि आएर सिधै यतै आइरहेछन् यो चाहिँ पवन कुमार पाण्डे मेरो जेठो छोरो होइन अनि ए यता चाहिँ सानो छोरो प्रिन्स पाण्डे भाइ प्रिन्स हेलो ओ यस्तो त चाहिँ बुझिहाल्नु हो होइन के भनिराख्नु पर्छ र यस्तै छ गाइज ओ गाउँमा बस्नुको फाइदा चाहिँ यही छ गाइज अर्ग्यानिक खान पाइन्छ होइन एकदम ताजा फलफुलहरू सागपातहरू खान पाइन्छ